म फेरि आएँ किचनमा होइन। मलाई साथीहरूले त के गर्नु अब किचनबाट मुक्ति दिएको छैन। मलाई चाहिँ भाँडा त काम चाहिँ भाँडा यस्तो काम हो सफाइ गर्ने। मेरो खाना बनाउने हो। अब बिहा गरेपछि अब सजिलो हुन्छ मलाई होइन बिहा गरेपछि बनाउनु सिक्छ। अनि आज फेरि हाम्रो ढिलो भयो हो। अनि हामी चाहिँ कति भात खानु भनेर बोरिङ भयो। भात खाएर भात सब्जी हो। डेली भात सब्जी, बिहान उठ्यो भात सब्जी, राति आयो भात सब्जी। अन्त आज चाहिँ अलिकति स्पेसल बनाऊँ भनेर चाहिँ यहाँ मैदा मुस्दैछु म चाहिँ। अहिले चाहिँ म यो बनाउनुको लागि यहाँ रेसिपी बाँड्दैछु। अनि तपाईँहरूले हेर्न सक्नुहुन्छ म पनि खत्रै होइन। खतरा काट्दिनँ काट्दिनँ भने यस्तो राम्रो गऱ्यो बनाउने। खाना त म टेस्टी बनाउँछु नि। त्यो भएर त मेरो साथीहरू पर्छ खाना हाँस ऊ चाहिँ मेरो क्यामराम्यान हो। क्यामरा पक्रिरहेको छ हो। सो यहाँ चाहिँ हामी रेडी भयो। आइसकेर खान्छु ल। नहसाउनु छ। यसलाई के भन्छ? कौडी 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 हो यो कौडी। आटाको थुक्पा नेपालीमा आटाको थुक्पा। कौडी त म कौडी त गोलो गोलो हुन्छ। त्यो हाम्रो बाबाले बनाउँदा चाहिँ बाबाले त्यहीँबाट सिकेको। कसले मैदाको ब्याकग्राउन्ड थुक्पा चाहिँ खाएको छ कमेन्ट माइन्ड गर्नुहोस् नगर्नुहोस् होला होला। हजुरहरू। कोकोला मिठो लाग्छ, मलाई त पुरा मनपर्छ। अनि मेरो साथीलाई पुरा मनपर्छ अरे भाइ। अनि हामी दुईजना मात्रै छु रुममा चाहिँ हो। त्यस्तो माथि चाहिँ डिनर पनि रेडी भयो। भयो चाहिँ कौडी बनाएको मेरो साथीले टेस्ट गर्दैछु। खाएला ल कस्तो भयो? टेस्टी। नुन कम्ती भयो भने त पुरा लाग्यो नुन। अलिकति माथिबाट सुतेको ठिकै त मिठो भएछ। आफै बनाउँदा आफै बनाउँछ। आफै त भन्नु पऱ्यो नि। पिरै त खानु त।